हेलो नमस्ते सबैजनालाई वन्स अगेन वेलकम ब्याक टु माई अनदर भिडियो। अनि यो भिडियो चाहिँ अलिकति लेट आयो किनभने मैले मिनी ब्लग नलगाएको धेरै दिन भएको थियो नि त। अन्त यो भिडियो चाहिँ त्यो मेरो हिजो स्याटरडेको हामी चाहिँ तीनजना लेक्सेप मन्दिर जाँदै थियौँ किनभने हाम्रो चाहिँ मन्दिरमा अलिकति हाम्रो भाकल जस्तो थियो नि त, पूजा थियो नि त। किनभने नानी र मेरो स्पेसल नानी अनि मेरो त हाम्रो फ्यामिलीकै लागि पनि थियो होइन, स्पेसल चाहिँ हाम्रो नानीको लागि थियो। सो त्यही भएर हामी चाहिँ जाँदै थियौँ। अन्त मैले चाहिँ भिडियो स्टार्ट गर्नु पाएको थिइनँ घरदेखि नै किनभने बिहान हतार भएको कारणले गर्दा। अन्त यहाँनिर चाहिँ थियो यो चाहिँ बिरदाङ ब्रिज होइन, अब नाम्चीदेखि अलिकति तल पुगेपछि यो ब्रिज भेट्छ। मलाई चाहिँ यो जग्गा एकदमै मनपर्छ, गरम भए पनि होइन एकदमै राम्रो लाग्छ। अन्त हामी चाहिँ यहाँनिर आधी बाटो पुगिसकेको थियौँ। अन्त हामीले चाहिँ मर्निङदेखि केही नखाइकन आएको थियौँ नि त। जति सक्दो चाहिँ हामी होइन केही नखाइकन नुन चिनी केही नखाइ म एकदमै अब पेट सफा लिएर जाउँ भनेर सोचिरहेको थियौँ, तर त्यस्तो हुन सकेन। किन भन्दाखेरि है आफ्नो मन सफा छ भने त केही हुँदैन भन्नु लाग्यो नि त मेरो हस्बेन्डले पनि। आफ्नो फिजिकल सबैभन्दा इम्पोर्टेन्ट हो है, आफ्नो शरीर आफ्नो अब विक भयो नि त, अब अलिकति खाना नखाएको कारणले गर्दा आधी बाटो पुग्दै। अन्त हस्बेन्डले भन्यो होइन खाएर जाउँ न त, अन्त आफ्नो सबैभन्दा ठुलो कुरा मन हो है, अब जति नै खाए पनि केही भयो पनि केही छैन भनेर। तर हामीले त्यसरी मासुहरू चाहिँ खाएनौँ, हामीले भेज खायौँ है। नानीलाई पनि अलिक भोक लागेको जस्तो भएको थियो, नानी पनि विक विक भए जस्तो भोक लाग्यो भन्नु हुँदै थियो। अब नानीहरूलाई कसरी सम्झाउनु होइन, नानीको लागि भए पनि भनेर चाहिँ म पनि अलिकति मेरो फिजिकलको लागि पनि तपाईँहरूलाई यादै छ म अहिले भोको बस्नु सक्दिनँ भनेर। सो त्यही कारण हामी चाहिँ तीनजना खाएर पनि बाटोमा खाएर पनि हामी चाहिँ हिँड्यौँ। अन्त यहाँनिर चाहिँ टोनर आइपुगेको थियो। यहाँ आएर चाहिँ हाम्रो नानी एकदमै डराएर आएको थियो नि त, माथिबाट पानीहरू पनि चुहुँदै थियो होइन। पहिला चाहिँ यो बाटो गाडीमा हिँड्दाखेरि त्यस्तो फिल भएको थिएन यस्तो अँध्यारो, अहिले चाहिँ स्कुटीले गर्दाखेरि वरिपरि सबै देख्छ नि त अँध्यारो। सो त्यो कारणले हाम्रो नानी चाहिँ डराइरहेको थियो नि त, बाबा यस्तो डरलाग्दो भन्दै थियो नि त। अन्त हामी तीनजना चाहिँ मजाले यहाँनिर स्कुटीमा हावा खाँदै खाँदै भ्यूहरू नेचर भ्यूहरू हेर्दै हेर्दै हामी चाहिँ यहाँ मन्दिर पुगिसकेको थियौँ। अन्त यहाँ पारी देख्दै गरेको चाहिँ लेक्सेप मन्दिर होइन। त्यहाँदेखि हामी तीनजना चाहिँ पुगिसकेको थियौँ। अरू नै हामीले स्कुटी राखेर चाहिँ हामी चाहिँ यहाँनिर लाग्यौँ होइन। अन्त यहाँनिर चाहिँ श्री किरातेश्वर मन्दिर लेखिरहेको थियो। यहाँ गेटबाट चाहिँ एन्ट्री गरेर चाहिँ हामीले चाहिँ पूजाको सामान किनेको थिएनौँ नि त, किन यहीँनिर पाउँछ सबै भनेर चाहिँ मैले पूजाको सामान अलिअलि प्रसादहरू केहरू लिएर चाहिँ हामी तीनजना चाहिँ त्यो ओह्रालो लाग्यौँ। अन्त यो मन्दिर चाहिँ मलाई एकदमै पहिलादेखिको राम्रो लाग्छ है। अब हुनु त मन्दिर आफ्नो मन सफा छ, एउटा ढुङ्गालाई पनि पुछ्यो भने चाहिँ त्योमा पनि भगवान् उयो हुन्छ भन्छ नि होइन मान्छेहरूले, हुनु त त्यस्तै लाग्छ मलाई पनि। सबैभन्दा ठुलो कुरा आफ्नो मन सफा होइन, सफा सुधार हुनु छ सबैभन्दा ठुलो कुरा चाहिँ मलाई त्यही नै लाग्छ है। ठुल्ठुलो मन्दिर ठुल्ठुलो गुम्बाहरू गएर भजन यताउता गाएर पनि हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन आफ्नो मन सत्य छैन भने चाहिँ। अन्त हामी चाहिँ यहाँ पुलमा चाहिँ डरसरी हुँदै तरेर चाहिँ यहाँ वारिपट्टि आएर चाहिँ यहाँ रुद्रासको चाहिँ बोट रहेछ नि त। अन्त मेरो हस्बेन्डले चाहिँ रुद्रासहरू अलिअलि 4-5वटा बुटुलेर चाहिँ बोक्यो। अन्त सुजहरू यहाँ चाहिँ रिमुभ गर्नुपर्दो रहेछ होइन। अन्त सुजहरू रिमुभ गरेर रुद्रास चाहिँ मेरो हस्बेन्डले बाँदरले खाएर झार्दो रहेछ नि त। अन्त त्यस कारणले गर्दा होइन बोकिराखौँ भनेर मान्छेले झऱ्यो कि त मान्छेले सबै बोकिहाल्दो रहेछ नि त। अन्त सबै मैले पनि 4-5वटा हस्बेन्डले पनि बोकेर चाहिँ हामी दुईजना चाहिँ खाली खुट्टै तीनजना चाहिँ यहाँबाट चाहिँ हिँड्दै हिँड्दै यति बेसी घाम लागेको थियो है। त्यसै पनि यो जग्गा त्यति बेसी गरम हुन्छ, तपाईँहरूलाई यादै छ होइन कस्तो बेसी गरम हुन्छ यहाँनिर चाहिँ। अन्त यहाँनिर चाहिँ स्पेसल भन्ने गर्छ नि त उहिलेदेखिको यो मन्दिरको बारेमा चाहिँ पुस्तकमा पनि छापेको छ अरे होइन, त्यस्तो खालके भन्छ। अब त्यस्तो मलाई त डिटेल त म त्यस्तो पढेको छुइनँ, याद पनि छैन होइन। अन्त यहाँनिर चाहिँ राई सुब्बाहरूले चाहिँ स्पेसल खास गरी राई सुब्बाहरूको लागि हो भन्ने चाहिँ भन्छ नि त। अन्त यहाँ हेर्नु न गुवाको बोट हो कि के को बोट, गुवाकै बोट जस्तो लाग्यो। यस्तो बोट हुने जग्गा कस्तो गरम हुन्छ तपाईँलाई यादै होला, कस्तो बेसी गरम होइन यस्तो बेसी भइरहेको थियो। अन्त यहाँनिर मेरो नानी चाहिँ यति बेसी उयो छ नि, अब यस्तो घन्टीहरू बजाउनु यताउता गर्नु एकदमै भगवान्ले चाहिँ मान्छ। अन्त मेरो उसको बाउचाहिँले चाहिँ उचाली लगाइदिँदै थियो। अन्त मैले पनि सबै घन्टीहरू एउटा छोडेन, मेरो नानीले पनि सबै घन्टीहरू बजाउँदै हामी तीनजना सबै घन्टीहरू बजाइसकेर मेन मन्दिरपट्टि लाग्यौँ। किनभने यहाँनिर चाहिँ पण्डित थियो नि त मेन यहाँनिर मन्दिरमा चाहिँ। अन्त मैले चाहिँ अलिअलि भिडियो क्लिकहरू गर्दै यहाँ मेन मन्दिरको बाहिर गएर घन्टीहरू बजाएँ, मेरो नानीले यताउता बजायो। एकदमै मेरो नानी चाहिँ यस्तोतिर एकदमै उयो छ, सिकाइरहनै पर्दैन क्या, एकदमै हामीभन्दा छिटो हामीभन्दा उयो छ क्या। अन्त हामी तीनजना चाहिँ यहाँनिर बाहिर सबै घन्टी सन्टी बजाइसकेर भित्र पस्यो। भित्र गएर चाहिँ मेरो नानीले यहाँ ढोक्दै थियो एन्ट्री हुने बित्तिकै। अन्त मैले चाहिँ भिडियो त्यस्तो बनाइनँ है, किनभने हाम्रो पूजा एकदमै लामो भयो भित्र, किनभने मेरो लागि हाम्रो फ्यामिलीको लागि नानीको लागि थियो नि त पूजा स्पेसल। मेरो नानीको लागि के थियो भन्दाखेरि चाहिँ मेरो नानी चाहिँ एकदमै बोल्दा बोल्दै अलिकति अर्किँदै बोल्छ है, 6 वर्ष पुगिसक्यो पुग्नु चाहिँ, तर पनि छोरा त ढिरै बोल्छ भन्छ। तर मलाई चाहिँ हाम्रो आमा बाउको मन है डर लाग्छ नि त। अन्त त्यही भएर चाहिँ हामीले त्यहाँ लगेको थियौँ है, अलिकति
अर्किँदै बोल्छ र अन्त हामीले सबै पूजासुजा सकेको थियौँ 40-50 मिनट लगाएर अन्त बाहिर आएर प्रसादहरू घरको लागि बोक्यौँ है अन्त भित्र पनि हामीले टिका लगाएर आएको थियौँ अन्त यहाँ बाहिर आएर पनि टिका लगाउनु पर्यो भनेको कि यति बेसी बाँदर यो बाँदर चाहिँ नि मुनिको यो हाम्रो एरोनले चाहिँ मेरो हस्बेन्डले चाहिँ उयो गर्यो नि त यो सबै अब प्रसादहरू चाहिँ उलाइदियो नि त एक दुईवटा चाहिँ अन्त यो माथि बसेको चाहिँ यो केटी रहेछ लेडी रहेछ होइन आमा चाहिँ मुनि बसेको चाहिँ ढेँडो के भन्दो रहेछ यति डरलाग्दो कि डल्लै त्यो एप्पल चाहिँ मुखमा हालेर मेरो नानीले चाहिँ यति बेसी उयो मङ्गी चाहिँ पुङ्गी चाहिँ पुरा मन पराउने होइन तर त्यो दिन यो दिनदेखि चाहिँ मलाई यसो भन्दै थियो मम्मी म चाहिँ मङ्की चाहिँ पुरा अब चाहिँ म हेर्दिनँ मन पराउँदिनँ अब भन्दै पुरा डराएँ नि त अन्त यहाँनिर चाहिँ सानो बेबी रहेछ मैले भिडियो गर्दै थिएँ कि अन्त यहाँ हेर्नुहोस् ल हामी चाहिँ भिडियो गर्दा कति बेसी डराएको छौँ भनेर कस्तो बेसी डराएर चाहिँ यहाँनिर चाहिँ मैले चाहिँ भिडियो गर्दा भिडियो चाहिँ नि फोन चाहिँ छोरी पठाइछु हातबाट नानी र म चाहिँ काल्लेर हस्बेन्डले चाहिँ के हुँदैन भनेर हामी दुईजनालाई चाहिँ सम्हालेर अन्त डल्लै मन्दिरहरूमा दर्शन गरेर है गरेर सबै अन्त प्रसादहरू सबै केराहरू हामीले चाहिँ मङ्कीलाई दिएर चाहिँ हामी चाहिँ यहाँ चाहिँ फर्किँदै थियौँ अन्त यहाँनिर चाहिँ त्यहाँनिर कन्स्ट्रक्सन चल्दै थियो नि त अन्त त्यहाँको चाहिँ मान्छेहरू काम गर्ने चाहिँ खाजा खानुको लागि चाहिँ उनीहरू चाहिँ फर्किँदो रहेछ नि त अन्त हामी दुईजना चाहिँ डरले आमा छोरा चाहिँ पुरा डरले पुल हल्ले नि त बेसी नै पुरा हल्लेर चाहिँ हामी दुईजना चाहिँ जाँदै थियौँ अगाडि मेरो हस्बेन्डले चाहिँ पछाडिबाट लुकेर अघि भिडियो बनाइदिनु भएछ नि त लुकेर अन्त हामी दुईजना चाहिँ पुरा डराउँछौँ यस्तो कुरातिर चाहिँ बिचारा मेरो हस्बेन्डले पुरा प्रोटेक्ट गर्नुहुन्छ हामीलाई होइन अन्त हामी चाहिँ सानो फ्यामिली भए पनि सानो टाइम निकालेर भए पनि हामी चाहिँ एकअर्कामा टाइम स्पेन्ड गर्नु चाहिँ एकदमै चाहन्छौँ किन भन्दाखेरि हामी चाहिँ एकदमै अब पहिला त हामी दुईजना ड्युटी गर्दा एकदमै आफ्नो ड्युटीमा हुन्थ्यो नि त सो त्यही भएर अहिले चाहिँ म फ्री छु घरमा होइन तर पनि हामी चाहिँ सानो टाइमहरू खुसीसँग बिताउने गर्छौँ है अन्त यहाँनिर हेर्नुहोस् न छोराहरू चाहिँ यस्तो हुन्छ अघि ओह्रालो जाँदाखेरि चाहिँ अघि हेरिरहेको रहेछ नि त स्पाइडी चाहिँ यो एभेन्जरको अन्त आउने बित्तिकै मलाई चाहिँ एभेन्जर किनिदिनु ल ममा भन्दै थियो बाटोमा होइन म चाहिँ ल भन्दै आएँ बजार भेट्दैन होला भनेर तर उसले चाहिँ जाँदा नै हेरिरहेको रहेछ होइन त्यहाँ गेटकै छेउमा अन्त उसले चाहिँ किनिमाग्यो अब जस्तो भए पनि छोरा मान्छे है अब माया लाग्छ नि त तर जस्तो भने त्यस्तै किनिदिनु त हुँदैन नानीहरूलाई तर पनि अब मन्दिरमा आएको है बिचारा भनेर चाहिँ मैले यो चाहिँ किनिदिएँ उसलाई होइन अन्त कति खुसी भएको अन्त उसले चाहिँ खोलेन त्यत्तिकै प्लास्टिकसँगै बोकिबस्यो अन्त त्यत्तिकै बोकेर चाहिँ हामी चाहिँ मन्दिरबाट निस्केर लाग्यौँ अन्त यहाँनिर जाँदा चाहिँ बाटोमा चाहिँ पुरा गाडीहरू थियो कि हामी चाहिँ त्यहाँ मोडो भएको रहेछ नि त अन्त हामी तिनजना चाहिँ यहाँनिर पुरा इन्जोय गर्दै तिनजना मजाले गफ गर्दै गयौँ हाम्रो लागि चाहिँ स्कुटी नै बिएमडब्लुमा चढेर हिँडेको जस्तै फिल हुन्छ हामीलाई चाहिँ किनभने हामी चाहिँ सानो टाइम सानो है केही पनि वेस्टेज गर्दैनौँ टाइमहरू चाहिँ हामी चाहिँ एकदमै टाइम स्पेन्ड गर्ने गर्छौँ फ्यामिलीसँग होइन त्यसै फोकटे चाहिँ टाइम फ्याँक्ने गर्दैनौँ हामी चाहिँ अन्त यहाँनिर चाहिँ हामी भन्दै गर्दा पनि अघि गएको ब्रिज पनि आइपुग्यौँ त्यो होइन त्यो बिरदाङको ब्रिज पनि आइपुग्यौँ यहाँनिर चाहिँ लेखेको थियो वेलकम टु नाम्ची डिस्ट्रिक्ट लेखेको थियो यहाँदेखि चाहिँ डिस्ट्रिक्ट थियो नि त नाम्चीको त्यहाँदेखि उकालो हामी चाहिँ लाग्यौँ त्यहाँदेखि चाहिँ हामी उता फाटकदेखि चाहिँ यता छिरौँ नाम्चीपट्टि त्यहाँदेखि यता माथि त्यो फाटकदेखि माथि पुगिसकेपछि यस्तो दामी जग्गा छ नि यहाँनिर पहिला पनि हामीले यहीँ खाजा खाएको अन्त यहाँनिर चाहिँ मेरो हस्बेन्डले चिया खाएर जाउँ म पुरा एकदमै गरम भयो यो जग्गामा चाहिँ एकदमै बेसी गरम हुन्छ है अन्त खाजा खाएर जाउँ न चिया खाएर जाउँ भनेर अघि पनि बिहान मर्निङमा त खाना खाएको थियो तर पनि अब मन्दिर गएको बेलामा बेसी खानु पाउँदैन नखाउँ भनेर चाहिँ हामीले अब होस् जतिसक्दो अलिकति भोक टार्ने मात्रै खाउँ भनेर चाहिँ खाएको थियौँ नि त अन्त यहाँनिर पनि हामी तिनजना चाहिँ पछि मेरो नानीले चाहिँ त्यहाँ पुगेर प्लास्टिक सबै निकालेर चाहिँ उयो निकाल्यो नि त त्यो खेलाउने अन्त नानी त्यस्तै हो होइन खेलाउने भनेपछि सबैको नानी यस्तो हुन्छ कि हुँदैन मेरो नानी चाहिँ जहाँ जाँदा पनि खेलाउने चिज उसको लागि चाहिँ अगाडि नै हेरिरहेको छ कहाँ बेच्दैछ कस्तो बेच्दैछ के हो भनेर बेसी चाहिँ माग्दैन एउटा मात्रै माग्छ तर त्यति नै हो त्यो पनि पैसा छैन नानी भन्यो भने चाहिँ बुझ्छ होइन तर पनि अब मनले मान्दैन नि त आमा बाउको मन है अन्त यहाँनिर चाहिँ हामीले अर्डर गरेर चाहिँ यहाँनिर चाहिँ म चाहिँ नानीसँग खेल्दै थिएँ मेरो हस्बेन्डले चाहिँ भिडियो बनाइदिइराख्नु भएको रहेछ मलाई त याद पनि थिएन अन्त नानीसँग चाहिँ म यहाँनिर नानी यस्तो हुन्छ यहाँ यस्तो हुन्छ है भन्दै उसको चाहिँ अलरेडी पहिला यस्तै थियो नि त सो त्यही भएर नानीले चाहिँ मलाई सिकाउँदै थियो उल्टा अहिलेको नानीहरू त कस्तो हुन्छ होइन सबै आमा बाउलाई सिकाउँछ उल्टा अन्त मेरो हस्बेन्डले चाहिँ ठिक्क चिया पनि लिएर आउनुपर्छ चिनीको चिया होइन अलिकति रङ कडा कालो दिएको थियो तर एकदमै मिठो थियो है यहाँको नाना पनि एकदमै राम्रो हुनुहुन्छ बोल्नुहुन्छ नि त अन्त एकदमै राम्रो जग्गा छ यो त होइन एकदमै शीतल भयो हामी त झन्डै यहाँनिर 1 घन्टा जस्तो बस्यौँ रेस्ट गऱ्यौँ होइन फोटोसुटहरू खिच्यौँ भिडियो सिडियोहरू बनायौँ त्यहाँदेखि मैले चाहिँ पूजा गरेर आएको है एक दिनमा पनि मासु खाँदिनँ भनेर मैले चाहिँ भेजकै मैले चाहिँ थुक्पा खाएँ आलु थुक्पा अन्त मेरो हस्बेन्डले पनि भेजकै मोमोहरू खायो अन्त मेरो नानीले चाहिँ मोमो 2-3वटा मात्रै खायो उसले चाहिँ कोल्ड ड्रिङ्कहरू चिप्सहरू खायो नि त अन्त त्यति खाएर हामी रेस्ट गरेर पनि लाग्यौँ अन्त यहाँ जाँदा माथि नाम्ची देख्दै थियो हामी चाहिँ माथि नाम्ची पुग्नु आँटेको थियौँ होइन मैले चाहिँ बेसी भिडियो बनाइनँ अलिअलि मात्रै बनाउँदै थिएँ अन्त यहाँनिर चाहिँ थियो कामराङ कलेज है कामराङ कलेज अल्पाइन युनिभर्सिटीहरू हुँदै हामी चाहिँ माथि नाम्ची बजार पुग्यौँ बाटोमा होइन अन्त हामी चाहिँ
फाइनली बजार पनि पुगिसकेको थियौँ। अन्त बजार पुगेर हामी चाहिँ बजार निक्लिनौँ माथिबाट यहाँनिर नयाँ हस्पिटल, नाम्चीको नयाँ हस्पिटल हुँदै यहाँनिर चाहिँ किसान मार्केट हुँदै हामी चाहिँ घर पुग्यौँ। अन्त घर पुगेर चाहिँ हत्तु भएको थियौँ स्कुटीमा हिँडेर। अन्त हामी चाहिँ आराम गऱ्यौँ। अन्त नानी चाहिँ सरम मान्दै थियो नि त, भर्खर लुगा फुकालेको थियो नि त। अन्त म चाहिँ कस्तो निन्द्रा लागेर कस्तो निदाउला जस्तो हुँदै थियो। अन्त मेरो नानी चाहिँ खेल्दै थियो। अन्त म चाहिँ त्यत्तिकै आराम गरेँ। हामी सबैजना एकछिन ढल्केर मात्रै घरको काम गरौँ भनेर चाहिँ हामी चाहिँ आराम गऱ्यौँ। अन्त आजको मेरो भिडियो चाहिँ यति नै थियो। आई होप तपाईँलाई मन पर्यो होला। मन पर्यो भने सपोर्ट गरिदिनु होला। बाई बाई, सी यू।